सुन्नुस् न आजको यो आन्दोलन सुकुम्बासीको आन्दोलन हो कि तपाईहरुको आन्दोलन हो? तपाई सुकुम्बासी हो कि हैन? मेरो प्रश्न पनि त होला नि त। एकबद्धता आज हामीले चाहिँ के भेट्यौं भने यहाँको 90% चाहिँ कोही पनि होल्डिङ सेन्टरबाट आएको होइनन्। तपाईहरु जस्तै एकबद्धता जन्माउन आएका भनेर राजनीतिक दलबाट आएर भाषण गरेको सुन्यौ क्या? कोही पनि सुकुम्बासी आउनु भएको छैन। तपाईहरु चाहिँ किन सडकमा आउनु भएको? सुकुम्बासीको नाम किन बेचे तपाईहरुले? यो सडकले त्यही बोल्यो क्या? ल तपाई भन्नुस्, ल मलाई देखाइदिनुस्। तपाई मसँगै जानुस्, को व्यक्ति सुकुम्बासीको मलाई देखाइदिनुस्। यो हलभित्र खोजेर ल्याइदिनुस्। तपाईहरु किन आउनु? एकजना लिएर आउनुस्, मेरो अगाडि लिएर आउनुस्। ल लिएर आउनुस्, बोलाउनुस् उहाँलाई। अहिले भर्खर सोधे मैले, तपाई सुकुम्बासी हो होइन? तपाईहरु किन सुकुम्बासीको नाममा राजनीति गर्नुहुन्छ? औलाले नदेखाउनुस् न। एकजना हुनुहुन्न, तपाईले हुन त अर्कोले आएर तपाई उहाँ सुकुम्बासी भनेर तपाईलाई देखाउँछ। तपाईहरु सुकुम्बासीको नाममा किन राजनीतिक दलको रूपमा आउनुहुन्छ क्या? तपाईहरु आज या हुन्छ नि यो मुद्दा सुकुम्बासीको मुद्दा सरकारले जुन नामसँग गरेको छ त्यो कुरा हो। म भन्छु त्यो बारेमा प्रश्न भन्छु। सुन्नुस् म यो मान्नेमा आएको। सुन्नुस्, सरकारले गरेका राम्रा पक्षलाई तपाईहरुले स्वीकार गर्ने कि नगर्ने? हामीले स्वीकार गरेको सधैँभरि जनतालाई खोलाकै किनारमा राख्नु पर्थ्यो, तपाईहरुको माग त्यो हो? खोलाको किनारबाट हटाउने भन्यो त्यो भन्दा बदतर स्थितिमा गर्न सरकारले 1 महिना दिन्छ, सूचना दिन्छ, जनता मान्दैन। अर्को साल सरकारको पनि विकल्प होला नि त। सरकारले सडकलाई डोजरले पुरेको होइन। मेरो कुरा सुन्नुहोस् है त, कुनै पनि नागरिकको पक्षमा कुनै पनि खालको डिसिजनहरू गरिरहँदाखेरि उहाँहरूले जुन सुशासन न्यायको ढुङ्ग्रो पेट्नुहुन्छ नि, सुशासनको परिभाषा के हो? सुशासनले के भन्छ? जसको लागि डिसिजन गरिरहेको हो। 35 वर्षमा बिग्रेको सुशासन 35 दिनमा बन्दैन के? त्यो थाहा रहेछ त किन ट्याङ सुरुवात भयो नि त। अहिले त्यस्तो साह्रो तात्रो र साह्रो एकदम सबैभन्दा यो समाजको सबैभन्दा पीडितको नागरिकहरू सीमान्तकृत नागरिकहरूले तात्रो र साह्रो रोजन हटाउनु के जरुरी थियो? त्यस्तो के बित्या थियो? बर्खा आउँदै थियो, पोहोरको साल बाढीले धेरैलाई बगायो, यसपालि नबगाओस्। अहिले गर्दाको अवस्था चाहिँ ठिक छ। त्यसो भए उहाँहरूको अहिले व्यवस्थापन सङ्घर्षका लागि जस्तै आँप फलाउनका लागि बिरुवा रोप्दा काँडा पन्साउनु पर्छ। अहिले खेतीको सिजन, धान फलाउनलाई भित्ता तास्नु पर्छ। सरकारले यही गरेको हो। जनताले यतिखेर पीडा खेप तर जीवनभरिका लागि तिमीहरूलाई जग्गा लाल पूर्जा दिन्छु भनिरहेको छ। यसलाई नराम्रो भन्नुहुन्छ तपाईँहरू? त्यसो भए तात्तो र साह्रो गरेर उहाँहरूलाई यस्तो आफ्नो जीविकोपार्जन दैनिकी चलाइरहेको जनताहरूलाई तात्तो न साह्रो गरेर जहिल्यै तातो न साह्रो हुन्छ। सरकारले जति तयारी गरे पनि जनतालाई पुगेन। के तयारी गर्नुभएको छ र मलाई भन्नुहोस्। उहाँहरूले के होल्डिङ सेन्टर तयारी थियो, होल्डिङ सेन्टरमा लिएर जानुभयो। होल्डिङ सेन्टर तयारी थिएन। तपाईँहरू सुन्नुहोस्, लागत सङ्कलन अहिले जम्मा गरिरहनु भएको छ। भत्काइसकेपछि लागत सङ्कलन गरेर हुन्छ? भत्काउनुभन्दा अगाडि नै गर्नुपर्ने होइन? कुन व्यवस्था तपाईँहरू आफै भन्नुहोस्। पटक पटक डाटा लिनुभयो क्या? सरकारको रिसोर्सेस होइन यो राम्रोसँग व्यवस्थापन अगाडि नै गराए ठिक हुन्थ्यो कि अहिले ठिक भइरहेछ? ल सुन्नुहोस् न त, हजुरलाई मैले फेरि प्रश्न गरेँ। मेरो कुरा कतिजना सुकुम्बासीसँग कुरा गर्नुभयो तपाईँले? म होल्डिङ सेन्टरमा काउन्सिलिङको लागि गइरहेको छु। म मेन्टल हेल्थ काउन्सिलर होइन। म होल्डिङ सेन्टरमा म काउन्सिलिङको क्रममै गएर अवस्था अस्तव्यस्त देख्न नसकेर म सडकमा आन्दोलनमा आइपुगेको। किनभने म एउटा यो देशको जिम्मेवार नागरिकको रूपमा म नागरिक हो, त्यसरी उहाँहरू पनि नागरिक हो र अरू नागरिकहरू दुःख देख्न नसकेर त्यो दुःख पनि हुन्न। हामी नागरिक भएर अर्को नागरिकले दुःख खेपिरहेको छ भने त्यो इन्जस्टिस अन वान इज इन्जस्टिस अन अल। एकजनामा भएको अन्याय सबैमा भएको अन्याय हो भन्न सोचेर हामी सडकमा आइरहेको छौँ। भने चाहिँ हिजोसम्म जति सरकारले खोलैमा छोडेको थियो त्यो बेला चाहिँ जनतालाई अन्याय भएको थिएन? सुकुम्बासीको पीडा आजको कि विगत 30-35 वर्षदेखिको यो मलाई बताइदिनुहोस् न। तपाईँलाई एकदम राम्रोसँग थाहा रहेछ यो संरचनागत समस्या हो भने कुरा तपाईँलाई थाहा छ। तपाईँले आफूले बारम्बार भनिरहनु भएको। अनि यसलाई बनाउन त भत्काउनु पर्ला नि त। तपाईहरुले बालन शाहको विरोध किन गरे भन्नुस् न त। ठ्याक्कै बालन शाह तपाईलाई नै हजारचोटि म यो इन्टरभ्यूमा भनिसकेको छु कि हामीलाई बालन शाहको खेदो खन्नलाई केही रहर लागेको छैन होइन? काम नपाएर आएर विरोध गरे। हामी आफैले उहाँलाई सरकारमा पठाएको। अनि सुन्नुहोस् न, तपाईँहरूलाई सुकुम्बासीहरूले कम्प्लिटै गर्न दिनुहुँदैन। म बोल्नु किन बोल्नु? हामीले आफैले जेएनजी आन्दोलनको आडमा हाम्रै साथीहरूको रगतको आडमा बनेको सरकारले सुशासन लिएर आउँछु भनेर त्यो सरकार सुशीला कार्कीको थियो क्या? तपाईँ बोल्दा बोल्दै गलत बोल्नुभयो। यो त जनताबाट आएको मेन्डेट 2/3 जनताले भोट हालेर आएको सरकार हो। जेएनजी आन्दोलनबाट आएको सरकार सुशीला कार्कीको सरकार हो। तपाईँ गलत बोल्दै हुनुहुन्छ। जेएनजी आन्दोलनको आडमा बनेको सरकार गलत, यो सरकार होइन। जेएनजी आन्दोलन नभएको भए यो चुनाव नभएको भए, त्योभन्दा अगाडि केपी ओलीले गल्ती नगरे भए, प्रचण्डले राजा नफाले भए यतातिर नजानुस् न। यो जनताबाट आएको सरकार हो। नियमित चुनावकोबाट आएको सरकार होइन नि त। नियमित यो असाधारण अवस्था सरकारले घोषणा गरिसकेपछि बनेको भनेको नियमितै बन्या हो। यो
आगामी चुनावबाट आएको होइन एकदम असाधारण अवस्थाबाट बनेको सरकार यो सरकारको खेदो खन्न हामी कसैलाई पनि केही पनि रहर छैन